अहिले चाहिँ बरा बर्थडे भाइ चाहिँ अलिक प्रमोद दाइ हामी चाहिँ खास चामाचोक जाने भनेर हिँडेको मान्छे चामाचोकमा मेला लास्ट भइरहेको रहेछ त्यही भएर दाइले चाहिँ अब सुरेश्वर जानुपर्छ भनेर चाहिँ हामी सुरेश्वरतिर जाँदैछौँ पुरा उकालोमा अब बर के भइरहेको छ जग्गा पनि सामनेलाई बिस्तारै सिक्ने छौँ हामी रमाइलो त रमाइलो भइरहेको भनौँ हानिपट्टि भाइ रमाइलो भएको छैन ए रैला हेर्नु सक्नुहुन्छ हामीले यहाँ ट्रेकिङ पोइन्ट आइपुग्नु लाग्यो शिवपुरी गाउँपालिका आइपुग्यो हामी प्रमोद दाइ ल हामी चाहिँ जाँदैछ दाजुभाइ हामी हजुर इन्जिन भने होइन हौ दाइले त्यो बेल्ट चाहिँ क्या निस्किने चान्स हुन्छ भने कि नवीन दाइले अरू त के हुँदैन अरू त के हुनु अब दाइ चट्ट लाएर आज हामी न्यु इयरको बेला दाजुभाइ चट्ट लाएर कति लायो चट्ट लाएर भन्छ चट्ट लाएर त आएको ल भयो दाइले दाइ तपाईँले गरेर हो क्या तपाईँले गरेर हो कि दाइ किन भन्दाखेरि तपाईँ ढिलो आएको कि ल पक्रिसक्यो के भन्नु त के बोल्छिनु के बोल्नु अब कहाँ हिँडेको मान्छे बनाएको अब चामाचोक जाने भन्दाखेरि त्यहाँ पुरा मेला लागेको जस्तो भइरहेको थियो होइन अब यहाँ सुरेश्वरमा पनि मेला लागेको जस्तो भयो नि तनाव तर यता त मान्छे आएको छैन कि भनेर आशा गर्नु त्यहाँदेखि कस्तो कस्तो राम्रो है हाम्रो वातावरण क्या त्यो छ है गाई यहाँ चाहिँ गरी गएर लागेको चिसो छ 2083 साल 1 महिना 1 गते हामी घुम्न आएको दाजुभाइ सालैभरि घुम्न पाउँ अब प्रमोद दाइ चाहिँ अगाडि हुनुहुन्छ ल हामी चाहिँ अब सूर्यचौर लगभग पुग्नलाई चाहिँ हामी चाहिँ तलै राख्छौँ होला सायद हाम्रो साधन चाहिँ अनि त्यसपछि हामी जानेछौँ माथि डाँडा हनुबाट भाइ के भन्छ ल पक्री अगाडि मामाहरू चेकिङ छ ल सूर्यचौर जाने बाटो त्यस्तो चाहिँ पुग्न लाग्यो गाई सूर्यचौर बिजोक छ है गाइस बाटो बिजोक छ अनुसन्धान गर्दैछ यहाँ चाहिँ प्रमोद दाइले अनुसन्धान गर्दैछ खोला माछा चाहिँ किन भनेर खोला हेरेँ उयो सानो पोखरी जस्तोमा कुवा भन्छ कुवा भनौँ न भोक लाग्यो खाना खाएको उठाएको भोक लाग्यो घुम्दा घुम्दै भोक लाग्यो हौ यसलाई त काठमाडौँको मान्छेहरूलाई जरुवाको पानी भनेर थाहा रहेन त्यो पानी पनि अब फोर्ने अब के भन्नु अब दाइ पानीलाई फोर्न भने त्यो बाइनोकुलर्सबाट माइक्रोस्कोपबाट नहेर्दै त्यत्रो फोर देखिरहेको छ यार माइक्रोस्कोपबाट हेर्नु भने त त्यो त के हुन्छ त्यो त हग्दाखेरि धुने पानी हुन्छ त्योमा माइक्रोस्कोपले हेऱ्यो भने त त्यो भाइ भन्छ तैँले खाइस भर्खर उयोले खायो त भर्खर केही भएन त खै खायो होला उसले ठिक छ अलिअलि खान त परिहाल्यो नि त भन्दै अफ्रिकामा पनि त्यो आगो पानी बगेको पानी खान्छ नपाएपछि पुरा ठुलो गर्छ हामीले 2 बोतल पानी लाग्छ नि त खानु नभएको र मैले चिसो लाएर चाहिँ खाएको चिसो रहेछ पानी होइन हौ त्यो पानी राम्रो हो क्या दाइलाई जरुवा भनेको थाहा छ नि दाइलाई भन्दैछ दाइ काठमाडौँको पाखे हो कि काठमाडौँको पाखे हामी गाउँघरको दाइ काठमाडौँको पाखे क्या टाइप्सको बट्टे कुरा सुन्नुपर्छ यार कसले
मैले त होइन अब तपाईँले किन्नु त्यो मैले त रानीसँग लाग्ने कस्तो दामी चाहिँ ठाउँ चाहिँ लन्ठ्याङ हिँड्यो काम यस्तै त होइन के गर्ने सम्झनाका फुल तिमीलाई यादहरू पनि ए झ्याम जोड धेरै सोच्ने होइन त्यसको बारेमा तर हरियो त अलिक हरियो भएको दाइ त्यो अघि हामी जामा चोक घाम चाहिँ यस्तै रहेछ भन्छ फेरि त्यही भने घामा ताप्न साह्रो खै यो बाटो कहाँ पुग्ने यार यो माथिबाट लागि सिधै माथि हो क्या होइन हो यो सानो बाटो दाइ पनि अब राति त्यो लाइभ गर्न थाल्यो हुन्छ टिकटकमा होइन मोट भाइ पुरा यस्तै मरेको मान्छेहरूको छेउछेउमा जाने त्यो कहाँ हो त्यो त्यसको आत्माहरू क्या मैले कहाँ हडेको खाने तपाईँले हाने दाइ तपाईँले आज जामा चोकमा हामी गएको भए त्यो झुन्डेर मरेको ठाउँमा बस्नुपर्छ है भन्थ्यो के हो त्यत्रो मान्छे गएको चाहिँ कसरी बस्नु त्यो मान्छेलाई थाहै छैन त्यो मान्छे गएर मात्र हुन्छ कहाँनिर झुन्डेर मऱ्यो भने थाहा हुनु पऱ्यो होइन दाइ त फेरि यसै ठाउँमा त खोजेर हिँड्छ नि फेरि त्यही भने हामी चाहिँ अब शिवपुरी आइपुग्न लाग्यो कसले रोल्का आयो ए हामीलाई त्यहाँबाट जानु भनेको है दुईवटा बाटो रहेछ हामी चाहिँ लेफ्ट जाँदैछौँ बाटो चाहिँ यही रहेछ रहँदै केही भनिदिँदा दुई चारवटा कुराहरू हो मोट भाइ के भन्नु छ भोक लाग्छ खाजा खाने अब एकछिनमा तल चाहिँ खाने हतार रहेछ कि भोक लाग्यो त भने अब हामी चाहिँ यहाँ अलिकति नपुग्दाखेरि सूर्यचौर नपुग्दा अलिकति तलतिर आएर भाइलाई भोक लागेर हामी चाहिँ 4 बज्नु भएको 5 मिनट बाँकी खाँदैछौँ खाजा दामी चाहिँ ठाउँ चाहिँ तर होइन म चाहिँ स्याउ खाने हो अब खान्छौ भाइ यो रुगो कि हाँसेको यो चाहिँ पत्ता लगाउँछ के कुरामा हाँस हौ यो भाइ ल ल यो भाइलाई यसो कमेडी गराइदियो भने यो रात दिन हाँसेर बस्छ किन हाँसेको भन्ने नि दाइलाई अब घर बुझाएको तर कसको घर बुझाएको थाहा छैन दाइ उहाँहरू माथि एकजना लामा दाइ छ के भन्छ भने त त्यसो भने म खानु मन लागेन अब खानु मरेको मान्छे सरेको मान्छेतिर खाँदैन मैले त्यस्तोहरू खानु मन लाग्यो ल हामी चाहिँ अब खाजा खाएर हिँडिसकेको मोटे भाइ अगायो रमाइलो भइरहेको छ हाम्रो यो हाइकै भनौँ अब शिवपुरी हाइक आएको भनेर रिजोर्टहरू त्यही हो त्यस्तो चाहिँ बनाएर राखेको मैले त्यस्तो त्यो त्यही हामी त्यो एकचोटि माथि शिवपुरीमा गएर बसेको तपाईँ हामी क्या त्यसरी चाहिँ रहेछ नि त्यो चाहिँ बाँसको थियो तर अनि चाहिँ घुम्दै आउने क्रममा एउटा कुन चाहिँ सर्टकटबाट जाने भनेको
सर्टकट बाटो जाने भनेको कुन चाहिँ घरको बाटो आइपुग्यो तर कस्तो राम्रो होइन हामी चाहिँ उता बाहिरबाट आएको सूर्यचर चाहिँ पुग्नु लागेको धन्यवाद भाइ कति टाइम लाग्छ जस्तो लाग्छ तँलाई मोटे भाइ ओ मोटे भाइ ओइ ल दाइले चाहिँ भोग टार्दैछ तर भोग लागेको छैन मोटे भाइ प्रोटिन हो है फेरि प्रोटिन त्यो गाडी कस्तो बाटो पनि यहाँ आएर जिम गरेपछि राम्रो झर्ना बगिरहेको रहेछ झर्ना भन्छ अहिले के भन्छौ नाइस चाहिँ नाइस फुलचोकीमा त हिउँ परेन होला हौ के थाहा छैन अब के थाहा त हामी कहिले गएको हो त्यहाँ तर त्यो ठाउँ चाहिँ दामी छ जस्तो लाग्छ यार फुलचोकी अँ दामी त होइन होइन क्लियर भयो भने चाहिँ दामी देख्छ माथिबाट डाँडाबाट उपर हाइटमा पनि दाजु फेरि कता हो त्यो चाहिँ कता उ गोदावरीबाट ठ्याक्कै माथि पछाडिको डाँडा ए त्यहाँ हाम्रो त्यो घरको छतबाट हेऱ्यो भने पनि पछाडि देख्छ त टावरमा टावरवालाहरू माथि टावर छ त डाँडा सुरु रमाइलो छ तेरो फर्स्ट टाइम हो यहाँ शिवपुरी कहाँ सेवपुरी हो त शिवपुरी सुरेश्वर आमालाई नाम याद भएर होइन अब त भयो नि यहाँ 10चोटि भइसक्यो बल गरेर याद गरेँ प्रदीप तपाईँ पनि फर्स्ट टाइम होइन यहाँ दाइहरूले कस्तो दामी यार लालीगुराँस लालीगुराँसै हो त्यो हो होइन ल हामी चाहिँ फाइनली सूर्यचोर आइपुग्यो भन्दा नि हुन्छ कि के भन्दा हुन्छ मोटे भाइ आइपुग्यो त फाइनली हामी सूर्यचोर आइसक्यौँ भन्दै फेरि एकचोटि त्यो एकचोटि भन्दै फाइनली हामी चाहिँ सूर्यचोर आइपुग्यो फाइनली कडा हो हामी चाहिँ खाजा खाने ठाउँमा टक्क शिवपुरी शिवपुरी भन्नुहोस् हौ दाइ जति बेला नि यार शिवपुरी त पर्छ तर के अरे ठाउँको नाम चाहिँ यसको फेरि बिर्सिहाल्छ हौ सूर्यचौर चाहिँ आइपुगेर खाजा खान लागेको छु बसेर हाम्रो चाहिँ खाजा आइसकेर नि आधी भएर टक्क सम्झेर यसो खिचेको दामी चाहिँ यहाँ चाहिँ हामी चाहिँ सूर्यचोर माथि आइसक्यौँ यस्तो राम्रो छ तर यता अलिकति के हुन्छ त्यही यता अलिक हल्ला रहेछ पिकनिक सिक्निक भएर होला दामी छ हामी चाहिँ त्यो बाटो हुँदै यसरी आएको हो मोटे भाइ ओए भाइ कस्तो दामी भइरहेछ तँलाई पनि आइस भन्नु बोल्नुपर्छ होला है शिखर खुला आकाश मुनि उल्टा दाजुभाइ मस्त छ यार गीतै भन्नु कस्तो मजा आइरहेको रहँदै बस्ने होइन यसरी आनन्द आइरहेछ तर यहाँ आएपछि जाडो भयो त जाडो हो के एउटा पहेडा चाहिँ अलिक उ रहेछ होइन नि त्यो त्यसरी नै गर्छ त्योहरूले उडेर प्रदै त्यसलाई हावाले धकेल्दा रहेछ पछाडि प्रदै यहाँ कस्तो मजा आइरहेछ दाजु मेरो उताबाट फोटो खिच्नु जस खाजा खाइरहेछ भाइ सुन्नुपर्ने नै यस्तै हो अब फोटो होइन कि बाबु अहिले पहाड एकछिन यस्तो खोला आकाश हो हामी चाहिँ सूर्यचोर डाँडामा है चाहिँ त्यहाँ रमाइलो गरिरहेछ मोटेहरूले पास दिइरहेछ चाहिँ यहाँसम्म आइपुग्यौँ रमाइलो छ जस ल है आजलाई चाहिँ हाम्रो भ्लग यहीँ इन्ड हुन्छ चार्ज पनि सकिनु लाग्यो यो चाहिँ भ्लग भन्दा नि हाम्रो तपाईँहरूलाई थाहा नै छ होला
यो चाहिँ एउटा मेमोरीको लागि मात्रै हो बुढेसकालमा हेर्नु मजा आउँछ भनेर धन्यवाद थ्याङ्क यू फर वाचिङ